सुदन गुरुङको लाइफ व्यक्तिगत निजी लाइफ हुन्छ, महेश बस्नेतहरूको लाइफ निजी हुँदैन। सुदन गुरुङको एउटा केस आएछ, सिन्धुपाल्चोकमा गएर प्रहरीले चाहिँ होटलबाट एउटा सीसी फुटेज निकाल्यो के भनेर। यदि यो घटना सत्य हो भने सुदन गुरुङले महेश बस्नेतलाई कारवाही गर्छन् होला, अनि त्यतिकै स्टन झिकेर मात्रै हुन्छ, उस्तै केस होइन। एमाले कांग्रेस माओवादीका पऱ्यो भने छानबिन गर्नै पर्छ। हेर्नु है, रासपाको नारा, रासपाका कार्यकर्ताको नारा, एमाले कांग्रेस माओवादीका नेता पऱ्यो भने छानबिन गर्नै पर्छ। रासपाका पऱ्यो भने सुदन गुरुङको कमाई निजी हुन्छ, राज्य कोष र सरकार नचलाइ कमाएको हुन्छ। दीपक भट्ट र गोल्छाहरूको चाहिँ राज्य कोष सरकार चलाएर कमाएको हो र यसो गर्दै जाँदाखेरि त उनीहरूकै एजेन्डा बाजेपछि त उनीहरूले गर्न सक्दैन नि। आज सुदन गुरुङहरूको कमाईलाई सामान्य ठानेर गृहमन्त्री बनाउँदा भोलि ती दीपकहरू शेखरहरूले सफाई पाउलान् कि दण्ड पाउलान्? तपाईँहरूलाई भन्नुहोस् त। जसको उनीहरूको भन्दा सुदन गुरुङको भन्दा कम सम्पत्ति छ तिनलाई दण्ड देलान् भनेपछि रासपाको चाहिँ सम्पत्ति छानबिन पनि गर्नु नहुने होइन, मुद्दा फिर्ता पनि हुने। अनि अब एउटासँग विवाह गरेर वैवाहिक सम्बन्ध राख भनेर हाम्रो पूर्व कालदेखि चाहिँ छाडा प्रवृत्ति मलाउँछ है। परपुरुष पर स्त्री गमन भयो भने बलात्कारमा भोलि केस जान्छ भनेर चाहिँ अनि सबैका घर परिवार अस्थिरतामा जान्छन्। सुदन गुरुङको लाइफ व्यक्तिगत निजी लाइफ हुन्छ, महेश बस्नेतहरूको लाइफ निजी हुँदैन।